नमस्ते म सुन्दर आचार्य। आज हामी हिमेजी सीमा रहेको सिकागा चुरो सानो सान्सो भन्ने ठाउँमा आएका छौँ। यहाँको पपुलेसन चाहिँ पक्कै पनि जापानको ठाउँहरूभन्दा पक्कै पनि थोरै हुनुपर्छ नि मैले अनुमान लगाएँ, किनभने जम्मा 400 हाराहारी मान्छेहरू यहाँ बस्दा रहेछन्। यहाँ चाहिँ पहिलेदेखिको के रहेछ भन्दाखेरि यहाँबाट मान्छेहरू हिक्कोसी हुँदै टाढा जाने, टाढा गएपछि कोही पनि फर्केर नआएको भएर यहाँको एउटा महिलाले चाहिँ त्यो हिक्कोसी भएर खाली भएको घरहरूमा चाहिँ गुडियाहरूको मान्छेहरू बनाएर चाहिँ यहाँ राखेको रहेछ। आउनुहोस् तपाईँहरूलाई चाहिँ म भित्र भिजिट गराउँछु। त्यो मात्रै नभएर यहाँ बारबिक्यू गरी एरिया रहेछ। बारबिक्यू गरी एरियामा चाहिँ यता भएको बिल्डिङहरूमा चाहिँ 4-5 जना चाहिँ दिनको नाइट पनि गर्न मिल्ने, 10 बजीसम्म चाहिँ बाहिर पनि पोल्न मिल्ने, भित्र सुत्न मिल्ने खालको ठाउँहरू रहेछ। यसलाई चाहिँ एक मान हाराहारी लाग्ने रहेछ अनि अर्को 10 देखि 12 जना माथि पनि बस्ने ठाउँहरू रहेछ। त्यहाँ पनि जेउकिल चाहिँ कन्डिसन चाहिँ सेम रहेछ, 10 बजीसम्म बाहिर पोल्न मिल्ने, त्यसपछि सबै सिजुका शान्त भएर चाहिँ भित्र बस्ने खालको केसहरू रहेछ। ल आउनुहोस् तपाईँलाई भित्र भित्रको माहौल चाहिँ तपाईँले सोचेभन्दा धेरै फरक पाउनु सक्नुहुन्छ। यहाँ चाहिँ मान्छेहरू यति धेरै कम छ कि यहाँ मान्छेहरू कम, गुडियाहरू चाहिँ बढी नै, 150% चाहिँ बढी गुडियाहरू छ मान्छेको खबरीमा। हेर्नु सक्नुहुन्छ तपाईँको गाडको भेषमा बसेका मान्छेहरू चाहिँ मान्छेको खबरीमा चाहिँ बसेका है। भित्र आउनुहोस्। यहाँ चाहिँ तपाईँले घर देख्नुहुन्छ होइन, यो घर कम गुडियाहरूको चाहिँ बस्ने चाहिँ एरियाहरू बढी छ क्या। यहाँ चाहिँ हजुरबा हजुरआमा र नाति लिएर बसेको देख्न सक्नुहुन्छ। यो यहाँ मात्र होइन, तपाईँले कति ठाउँहरूमा चाहिँ यो सबै देख्न पाउनुहुन्छ। यता पनि एउटा हाम्रो ट्रेडिसनल कपडामा बस्नुभएको एउटा बाजे देख्नुहुन्छ, उहाँ पनि मान्छेकै खबरीमा चाहिँ गुडियालाई यहाँ राखेको छ। यहाँ चाहिँ जब 478 जना मान्छेहरू चाहिँ बस्छ यो एरियामा। यसको पपुलेसन गौकै जिङको भनेको छ 478 मे। ल यहाँ पनि तपाईँले गुडिया टन्न देख्न सक्नुहुन्छ। सबै ट्रेडिसनल भेषमा चाहिँ सजाएर राखेको छ यहाँ। यता पनि सेम तपाईँलाई अघि भने जसरी बाजेहरू कोही बितेर गए, कोही चाहिँ हिक्कोसी गरेर गए, खबरीमा चाहिँ कम्ती मान्छेहरू तपाईँले देख्न सक्नुहुन्छ। नमस्कार है। अघि तपाईँलाई म जुन सेटिङहरू गरेँ त्यसपछि यो क्याम्प जोको बारेमा चाहिँ केही भनौँ कि भनेर चाहिँ अहिले भिडियो बनाएको। यो एउटा बुकिङ चाहिँ 4 देखि 5 जना मान्छेहरू चाहिँ बस्न मिल्ने र बिदाको दिनहरू, सरकारी बिदा र शनिबार आइतबारको बिदाको दिनहरूको अलावा चाहिँ एकदम सस्तो, 10-15% सस्तो 8,000 समथिङमा चाहिँ बस्न मिल्ने छ भने बिदाको दिनमा चाहिँ 12,000 जति लाग्ने भन्ने उनीहरूले चाहिँ हानासी गर्दाखेरि त्यो कुरो निक्ल्यो। र आउनुहोस् तपाईँहरूलाई चाहिँ यसको थोरै इन्फर्मेसनहरू म दिन्छु। यो चाहिँ बस्न क्यार्न सबै मिल्ने, भित्र चाहिँ आगो बालाउन मिल्ने, भित्र चाहिँ बिजुलीको र लाइटको व्यवस्था सबै भएको र बाहिर चाहिँ बारबिक्यू मासुहरू पोल्नको लागि चाहिँ यहाँ बस्ने अनि यसको परे गएर यहाँ आगो बाल्ने र यहाँ बसेर चाहिँ 5-7 जना पनि मजाले रमाइलो गरेर मिल्ने। तर भित्र बस्नको लागि चाहिँ 4 देखि 5 जना बाहेक चाहिँ बढी बस्न मिल्ने। बढी बस्ने केसमा चाहिँ अर्को घर लिएर बस्नुपर्ने केस रहेछ। यदि तपाईँहरू चाहिँ आउनु खोज्नु भएको छ भने हिमेजी सीमा रहेको यो ठाउँमा चाहिँ अवश्य आउनु होला। पैसा पनि एकदम सस्तो सुलभ, आफैले सामानहरू लिएर आउने अनि घर जाने बेला चाहिँ गोमीहरू चाहिँ प्लास्टिकको बोतलहरू अनि जल्ने फोहोरहरू नजल्ने फोहोरहरू चाहिँ सबै फरक गरेर चाहिँ राख्न मिल्ने ठाउँहरू पनि रहेछ। उहाँले यहाँको तान्तो स्याले सेचुमै गर्नुभएको थियो। तपाईँहरूलाई चाहिँ एकदम सबै यो बारबिक्यू गर्ने, अलिअलि रमाइलो गर्ने ठाउँ खोज्नु भएको छ। यसलाई चाहिँ मैले सेचुमै गर्न चाहन्छु। अघि मैले 2 ठाउँमा सेचुमै गरेँ, त्यसपछि लगतै गाडी नै भित्र ल्याएर क्याम्पमा चाहिँ रमाइलो गर्नको लागि तपाईँले यो ठाउँ चाहिँ चुज गर्न सक्नुहुन्छ। जस्तो तपाईँको यहाँ गाडी पार्किङ गरेर यहाँ बारबिक्यू गर्न पाउँछ, यहाँ बारबिक्यू गरेर पाउने अनि त्यसपछि पानी परेको गर्नको लागि यहाँ छ। र यो धारा चाहिँ युरियो पैसा लाग्ने धारो रहेछ। मोटो तपाईँको यहाँ गाडी ल्याउन पनि छुट्टै पैसा लाग्ने, प्लस धारा परेको गर्नको लागि पनि छुट्टै पैसा तिरेर चाहिँ तपाईँले यो सुविधाहरू लिन सक्नुहुन्छ। त्यस लगतै त आउनुहोस्। यहाँ एउटा मात्र होइन, यहाँ तपाईँले कति धेरै ठाउँहरू देख्नुहुन्छ, सबैमा चाहिँ व्यवस्था भएको रहेछ। अनि सबैबाट यो पनि बिजुलीको व्यवस्था छ कि जस्तो मलाई फिल बनायो।
समथिङ केही हुनुपर्छ। पक्कै पनि गाडीको मात्रै व्यवस्था त पक्कै पनि नहोला यहाँ, केही न केही आगो बाल्ने ठाउँहरूदेखि लिएर केही न केही यहाँ सुविधा राखेको हुनुपर्छ। अघि तपाईँलाई भने जस्तै यहाँ बिजुलीको पनि व्यवस्था रहेछ हेर्नुहोस्, यो चाहिँ पक्कै पनि बिजुलीको व्यवस्था तारहरू छ, तर यो चाहिँ बिग्रेको रहेछ। तपाईँहरू चाहिँ यो सुविधालाई चाहिँ यहाँ आएर चाहिँ लिन सक्नुहुन्छ। अहिले चाहिँ 10 जनादेखि लिएर 12 जनासम्म मान्छे बस्न मिल्ने चाहिँ बुकेन घरमा तपाईँलाई यहाँ लिएर आएको छ। यहाँ चाहिँ त्यो बुकेन आताले चाहिँ इचिदाई चाहिँ चिउसा खाना हो, पार्किङ गर्न मिल्ने एउटा गाडीको ठाउँ यहाँ छ। तर यो चाहिँ हाम्रो परिवारमा त्यहाँभित्र चाहिँ एसीहरूदेखि लिएर अहिले तपाईँलाई भने जस्तै बिजुलीको सरसुविधाहरू सबै छ। तर बाहिर चाहिँ आगो बाल्नु नपाउने, बाहिर चाहिँ मजाले आफ्नो चाहिँ जिउले चाहिँ जे पनि गर्न पाउने, आगो बाल्न पाउने 10 बजीसम्म जुन कन्डिसन छ त्यो वाला चाहिँ तपाईँ भित्र गएर बस्नुपर्ने हुन्छ। यो पार्टको लागि चाहिँ एकछिन एक दिनको लागि चाहिँ तपाईँले 2,800 चाहिँ तपाईँले तिर्नुपर्ने हुन्छ। त्यो चाहिँ तपाईँको एक दिनको चाहिँ रोकिन हाँसे हुन्छ, पैसा लाग्ने हुन्छ। प्रयोग गर्नको लागि चाहिँ तपाईँले चाहिँ उहाँ रहेको रोकिन्छु वहाँ गएर पैसा तिरेर तपाईँले प्रयोग गर्न पाउनुहुन्छ। र घर फर्किने बेलामा चाहिँ चाबी चाहिँ अघि तपाईँले देखाएको ठाउँको चाहिँ एउटा पसल जस्तो छ, त्यहाँ चाहिँ चाबी चाहिँ वतासु गर्ने, चाबी फिर्ता गरेर चाहिँ तपाईँहरू जिउनी फ्रीली घर जान सक्नुहुन्छ। 3 बजे पछाडि चाहिँ तपाईँहरूले चाहिँ यहाँ मान्छे देख्न सक्नु हुँदैन। त्यसको लागि चाहिँ तपाईँले चाहिँ सौदान चाहिँ पहिलाको जुन त्यो पसल जस्तो तपाईँलाई मैले देखाएको थिएँ त्यहाँ गएर सौदान गर्ने, सामानहरू यो जालीहरू पोल्नको लागि जालीहरू अनि चिम्टी काँटाहरू यिनीहरू चाहिँ उहाँबाट चाहिँ तपाईँ लिन सक्नुहुन्छ। त्यस लगतै तपाईँलाई चाहिँ 4 जनादेखि 5 जनासम्म बस्न मिल्ने ठाउँ देखाएँ, 10 देखि 12 जनासम्म बस्न मिल्ने ठाउँ देखाएँ र गाडी पार्किङ गर्ने र त्यही आडामा चाहिँ आगो पोल्ने अनि यो पानीको सुविधा भएको ठाउँहरू पनि देखाएँ। त्यस लगतै तपाईँलाई टेन्ट राखेर चाहिँ टेन्ट राख्ने र प्लस गाडी पनि साइडमा राखेर चाहिँ तपाईँले चाहिँ त्यहाँ बारबिक्यू गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ आउनुहोस् तपाईँले यहाँ देख्नुहोस्। यो ठाउँ चाहिँ तपाईँहरूले आफूले टेन्ट ल्याएर चाहिँ यहाँ मजाले टेन्ट गाडेर चाहिँ आफ्नो समय चाहिँ रमाइलोसँग बिताउन सक्नुहुन्छ। यसमा चाहिँ साइडमा आफैले पोलेर अनि आफैले सामानहरूको व्यवस्थापन गरेर चाहिँ तपाईँले यो ठाउँ चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। यसको चाहिँ रेउकी चाहिँ एकदम ओतो कुनै छ, नर्मली रुम यो कोठा लिएर बस्नुभन्दा चाहिँ यहाँ सुरुमा तपाईँ यहाँ बस्दाखेरि चाहिँ सस्तो पर्छ। यसको रेउकी चाहिँ जम्मा 5,000 रहेछ एक दिनको चाहिँ जम्मा 5,000 रहेछ। 5,000 तपाईँले आफूले ट्रेनहरू चाहिँ व्यवस्था गर्नुपर्ने हुन्छ। जस्ट ठाउँ मात्र खारेलो गरेर चाहिँ ठाउँ मात्र सापट्टि लिएर तपाईँले यहाँ चाहिँ आफ्नो रमाइलो पलहरू बिताउन सक्नुहुन्छ। अब आउनुहोस् तपाईँहरूलाई चाहिँ मान्छेहरू नभएको बस्तीमा गुडियाहरूलाई चाहिँ तपाईँलाई अब सहर गाउँछ आउनुहोस्। यहाँ तपाईँले देख्न सक्नुहुन्छ, तपाईँले देख्न सक्नुहुन्छ कि मान्छेहरू यति धेरै कम छ कि जम्मा 478 छ यो गाउँमा। 478 भन्दा बढी चाहिँ यहाँ गुडियाहरू छ क्या। मान्छेहरू कोही हिक्कोसी भएर कोही मरेर गए, उनीहरूको चाहिँ एक्सचेन्जको रूपमा चाहिँ उनीहरूले चाहिँ गुडिया चाहिँ मान्छे छोरा बनाएर राखेको छ। यहाँ चाहिँ कस्तो छ भने तपाईँले खेत जोतिरहेको, साइकल चलाइरहेको अनि घरको अगाडिको बारदलीमा बसेको, घरभित्र बसेको, छानामा बसेको मान्छेहरू चाहिँ टन्न देख्न पाउनुहुन्छ। जस्तै यहाँ यो हाते गाडामा चाहिँ तपाईँले माटो लिएर हिँडेको एउटा चाहिँ गुडिया देख्नुहुन्छ। यो मान्छे होइन गुडिया हो। र एउटा बुढो मान्छे चाहिँ नातिनातिनीलाई चाहिँ पछाडि साइकलमा हालेर चाहिँ डोराइरहेको तपाईँले देख्नुहुन्छ। यो कति पनि माझी, नेपाली माछा मार्न माझी भन्छ। त्यसले नेट बोकेको मान्छे चाहिँ पछाडि बच्चा पनि पो रहेछ है। नातिना चाहिँ यिनीहरूले चाहिँ यसरी बनाएर राखेको रहेछ। यो दृश्य हेर्दाखेरि एक प्रकारको कस्तो भुतिया एरिया हो कि कस्तो मन ढुकढुक हुने टाइपको चाहिँ ठाउँहरू तपाईँले यहाँ आसी पक्कै पनि महसुस गर्नुहुनेछ। र यस लगायत तपाईँलाई आउनुहोस्, अरू ठाउँहरू पनि देखाउँछु त्यहाँ कति धेरै गुडियाहरू छ। तपाईँलाई यो अवगत हुनैपर्छ कि जापानमा यस्तो विकसित देशमा पनि यस्तो गुडियाहरू राखेर एउटा गाउँहरू यसरी सजाएको छ भन्ने कुराहरू तपाईँलाई आउनुहोस्। यो बाटो चाहिँ सिकागावा चुबो भन्ने ठाउँ चाहिँ तपाईँले क्याम्प जियोको लागि प्रयोग गर्न सक्नुहुन्छ। र यहाँभन्दा अगाडिको जुन तपाईँले जुन एरिया गाउँ देख्नुभएको छ यहाँ चाहिँ जिङ्को कम भएको र गुडियाहरू बढी भएको एरिया चाहिँ यहाँ छ। यसपछि लगतै उता पनि तपाईँले क्याम्प जियोहरू देख्न सक्नुहुन्छ। उताबाट माथि गएर बाँसको जङ्गलको वरिपरि भएको बिल्डिङमा तपाईँले बारबिक्यू पनि गर्न सक्नुहुन्छ।
र यसको साथसाथै तपाईँले 8-10 जना मान्छेहरूसँगै आउँदाखेरि चाहिँ 2-4 जनाले आफ्नो काम धन्दा गर्ने, कोही पकाउने, कोही के रक्सी खाने, कोही रमाइलो गर्ने, अलिअलि कसैलाई चाहिँ घुम्न मन लागेको मान्छेहरू चाहिँ यो ठाउँमा आएर चाहिँ तपाईँले गुडियाहरूको चाहिँ गतिविधिहरू तपाईँले अवलोकन गर्न सक्नुहुन्छ। आउनुहोस्, एउटा महिला हुनुहुन्छ यहाँ, तपाईँले महिला देख्नुहुन्छ खेतको आलीको डिममा बसेर चाहिँ मान्छे कुरिरहेको जस्तो, खेत कुरिरहेको जस्तो तपाईँले माहौल देख्न सक्नुहुन्छ। अनि उता त्यसो लगतमा चाहिँ एउटा कुर्सीमा बाजे बजैहरू चाहिँ मर्निङ वाक गरेर इभिनिङ वाक गरेर रेस्ट गरेर बसे जस्तो, यो जङ्गलको भ्यू हेरेर बसे जस्तो तपाईँले यो माहौल देख्न सक्नुहुन्छ। यो सबै गुडियाहरू तपाईँहरू छक्क नपर्नुहोस्, जापानको यस्तो विकसित देशमा पनि यस्तो माहौल चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। हेर्नुहोस्, पक्कै पनि यहाँ काम गरेर ठुलो बुट लाएर पन्जा लाएर बसेको बाजे बजेहरू पनि तपाईँले यहाँ देख्न सक्नुहुन्छ। ल यसले गर्दा तपाईँलाई चाहिँ हामी अनेक थरीका गुडियाहरू चाहिँ पक्कै पनि देखाउनेछौँ। अहिलेको लागि चाहिँ तपाईँले हामीले यो खेतमा काम गरिरहेको गुडियालाई चाहिँ हामीले देख्न सक्नुहुन्छ। उहाँ चाहिँ एउटा वृद्ध वयस्क मान्छे जस्तो हुनुहुन्छ। उहाँले चाहिँ बेल्चा हल चलाएर चाहिँ खेतको काम गरिरहेको हामीले देख्न सकिन्छ। त्यसको साथसाथै अघि हामी भर्खरै यहाँ चाहिँ मानिस पनि हुनुहुँदो रहेछ। 418 जना मध्येको एकजनाले चाहिँ महिलाले चाहिँ उहाँ खेतबारीमा काम गरिरहनु भएको रहेछ। उहाँ चाहिँ हामीले सुरुमा चल्ने खालको गुडिया हो कि भनेको, यस नजिक गएर हेर्दाखेरि चाहिँ जापानिज हुनुहुँदो रहेछ। उहाँसँग कुरा गर्दाखेरि चाहिँ यहाँ जम्मा 418 जना र यो एरियाबाट माथि चाहिँ गाउँ रहेको, र गाउँमा चाहिँ जुन 418 जनाको 70-80% मान्छेहरू यहाँ माथि बस्ने भन्ने हामीले कुरा बुझ्यो। त्यसलाई कतै आउनुहोस्, तपाईँलाई अरू ठाउँहरू पनि देखाउँछु। त्यहाँ अनेक थरीका गुडियाहरू चाहिँ घर अगाडि बसेका, कोही गफ गरेका, कोही चाहिँ घरको घरैसी काम गरेका, घर अगाडिको खेतमा चाहिँ झार गोडिरहेका दृश्यहरू चाहिँ तपाईँलाई हामीले पक्कै पनि देखाउनेछौँ। यहाँ चाहिँ एउटा बाजे हुनुहुन्छ। बाजेले चाहिँ यो जुन तपाईँको बस पार्क, बस कुर्ने ठाउँमा चाहिँ बस कुरिरहेको जस्तो देखिन्छ। उतापट्टि चाहिँ एउटा आमा र एउटा बच्चीले चाहिँ तपाईँको खेतमा उसको बुवाले चाहिँ काम गरिरहेको यहाँ दृश्य हामीले देख्न सकिन्छ। यहाँ चाहिँ यस्तो दृश्य छ कि तपाईँले खेतहरू पनि हिजो अस्ति भर्खरै यो खेतमा चाहिँ गोडमेल गरेर चाहिँ आलुहरू लगाए जस्तो, फलफुलहरू लगाए जस्तो, सागसब्जी लगाए जस्तो देख्न सक्नुहुन्छ। तपाईँले यो कालो जुन यो प्लास्टिकमा ऱ्याप गरिएको एरियामा पनि भर्खरै तपाईँले देख्न सक्नुहुन्छ। बिरुवाहरू भर्खरै फुल्नु लागेको जुन हामीले दृश्य देख्न सक्छौँ। त्यसका लगतै यता पनि ठुलो यो झाडी जस्तो देखिने ठाउँमा चाहिँ तपाईँले यहाँ पनि कालो प्लास्टिकमा चाहिँ भर्खरै बिरुवाहरू उम्रिरहेको दृश्यहरू तपाईँले देख्न सक्नुहुन्छ। त्यसको लगतै यहाँ घुम्न आउने मान्छेहरूको पनि एकदम भिडभाड हुने गर्दछ, गाडीहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ। त्यसको लगतै अर्को एउटा वृद्ध वयस्क मान्छेले चाहिँ आफ्नो घर अगाडि चाहिँ गोडमेल गरेर चाहिँ बसिरहेको तपाईँले हामीले यहाँ दृश्य देख्न सकिन्छ। यहाँ चाहिँ एउटा बाँसको लौरो लिएर यो खेतमा चाहिँ गोडमेल गरे जस्तो अनि किसानी वेशभूषामा चाहिँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ। त्यस लगतै तपाईँलाई आउनुहोस्, यता एउटा बाटोको एरियामा साइडको घरहरूमा चाहिँ तपाईँले उतो गाडा लिएर बसेको र कुर्सीमा बसेको वृद्ध वयस्क जुन यो जापानको पुलिसको जस्तो देखिने वेशभूषामा चाहिँ तपाईँले उहाँ देख्न सक्नुहुन्छ। र यता पनि काम गर्ने पन्जा लगाएको वेशभूषामा चाहिँ तपाईँले वृद्ध यो जुन कम्पनीको ड्रेस लगाएको मान्छेलाई तपाईँले यहाँ देख्न सक्नुहुन्छ, जुन गाडामाथि बसेर चाहिँ के कुरिरहेको अथवा यो अलि भिन्न खालको दृश्यहरू हामीले देख्न सकिन्छ। र त्यसलाई कति एउटा वृद्ध महिलाले गाडा गोडाइरहेको, यहाँभित्र नजाऊ, गाडा गोडाइरहेको र अनि उतापट्टि वृद्ध बुढाबुढीहरू उनको घरमा बसिरहेको, सानो यो गमला जस्तो भाँडामा चाहिँ के न के सामान लिएर चुक्किला जस्तो टाइपको दृश्य हामीले देख्न सकिन्छ। उता पनि देख्न सकिन्छ हामीले एउटा वृद्ध महिलाले चाहिँ त्यो बगैँचामा चाहिँ गोडमेल गरे जस्तो देखिने जुन दृश्य पनि तपाईँले यहाँ देखिसक्नु भएको छ। र त्यस लगतै हामी यता आउँछौँ, एउटा सानो पसल जस्तो, जापानको चाहिँ एउटा गाउँको पसल जस्तो देखिने एरियामा तपाईँले मान्छेहरू बसिरहेको र अनि व्यापारिक ब्यानर राखेर चाहिँ तपाईँले यहाँ सामान किनबेच गरेको जस्तो तपाईँले माहौल देख्नुहुन्छ। यो
यता हेर्नुहोस् तपाईँले बिजुलीको मान्छे चाहिँ यहाँ काम गर्न यो टावरमाथि चढेको जस्तो यहाँ तपाईँले यो तरिका देख्न सक्नुहुन्छ। यसलाई कति यता आउँछ यहाँ चाहिँ तपाईँले साँच्चै नै गुडियाहरू पनि भएको र अनि यहाँ सामानहरू बेच्न राख्ने प्रत्येक सामान चाहिँ 100 रुपियाँ जापानिज येनमा किन्न सकिने माहौल चाहिँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यो गाउँको जुन विकासलाई प्रबन्धन गर्नको लागि चाहिँ यहाँ बनेका चिजहरू र यहाँ फलेका फलफुलहरूलाई चाहिँ यहाँ चाहिँ सामान राखेर मान्छेहरूको विश्वासको आधारमा चाहिँ 100 रुपियाँको एक कुन्टा प्लास्टिक अथवा एउटा फलफुललाई चाहिँ यहाँ बेच्ने सानो गाउँको पसल जस्तो देख्न सकिन्छ। तपाईँले यहाँ देखिसक्नु भएको छ। यसलाई मात्रै उता पनि तपाईँले देख्न सक्नुहुन्छ। पछाडिबाट हेर्दाखेरि चाहिँ पक्कै पनि रियल मान्छे जस्तो देखिने, तर अगाडिबाट हेर्दाखेरि चाहिँ उनीहरू पनि गुडिया नै हो कि भन्ने अलिअलि महसुस चाहिँ तपाईँलाई गराइसकेको हुन्छ। यता हेर्न सक्नुहुन्छ तपाईँले मान्छेले बसेको र यो जङ्गलको रमणीय दृश्यहरू चाहिँ हेरिराखेको छ। जुन तपाईँले यो दृश्य देख्नुभएको छ यो पक्कै पनि अरू ठाउँभन्दा भिन्न छ। मान्छेहरू नभएको ठाउँमा चाहिँ गुडियाहरूले नै यो डलहरूले नै मान्छेको रूप लिएर यो गाउँलाई यसरी सजाएको तपाईँले यसरी आफ्नो आँखाले देखिसकेपछि होइन यहाँ चाहिँ हामी जानुपर्छ, केही न केही फरक रहेछ, यो दृश्य पनि हामीले पक्कै पनि अवलोकन गर्नुपर्छ भन्ने तपाईँले महसुस गर्नुहुन्छ नै भनेर मैले यस भिडियोको योजना अगाडि सारेर म भ्लगै नगर्ने मान्छेले पनि भ्लग गर्न बाध्य भएँ। र तपाईँले देख्न सक्नुहुन्छ यो गाउँ चाहिँ यति धेरै शान्त छ कि हामीले गाउँबाट यसरी भिडियो गरिरहँदाखेरि कसै पनि कुनै व्यक्तिहरू पनि घर बाहिर चाहिँ निक्लेर चाहिँ हिँडुल गरेको चलेको अथवा गाडी चलाएको एकदम लगभग नाइ बराबर चाहिँ तपाईँले चाहिँ यो माहौलमा चाहिँ देख्न सक्नुहुन्छ। यहाँ कति स्कुलहरू छन् जस्तो देखिने, कतिहरू मन्दिरहरू छन् जस्तो देखिने, कति पुलिस स्टेसन छ कि जस्तो देखिने, हेर्दा पसल छ तर सामान चाहिँ त्यति हामीले राखेको थाहा पाएनौँ। पक्कै पनि बिक्री भइसकेको पनि हुनसक्छ, हामीलाई त्यति ज्ञान भएन। र त्यसो देख्न सक्नुहुन्छ यो गाउँ चाहिँ यति फैलावटमा छरिएर रहेको छ कि उता पनि हेरौँ न, उहाँ तपाईँले गुडियाको रूपमा कति धेरै घरमा मान्छेहरू बसेर देख्नुहुन्छ। र यहाँ मरेको मान्छेहरूलाई चाहिँ च्यानघारीले प्रयोग गरेर चाहिँ तपाईँले यहाँ जुन तपाईँ च्यानघारी देख्न सक्नुहुन्छ। यहाँ मरेको व्यक्तिहरूलाई चाहिँ यहाँ गाड्ने र यो एउटा जापानको संस्कृति अनुसार चाहिँ ढुङ्गाको जस्तो एउटा यो क्रिस्चियन स्टाइलको चाहिँ एउटा जुन गाड्ने चिहानघारी भन्छौँ हामीले, त्यो गराएको हामीले दृश्य देख्न सकिन्छ यहाँ। र आज हामीले यो ठाउँमा घुम्न आइरहँदा यी दृश्यहरूलाई चाहिँ तपाईँले भिडियोको रूपमा देख्नुहुन्छ भनेर हामीले भिडियो गर्ने प्रस्ताव अगाडि सारेर हामीले भिडियो बनायौँ। र आशा छ कि तपाईँलाई फेरि पनि अरू ठाउँ नयाँ ठाउँहरूको अवलोकन गरेर भिडियोहरू देख्न पाउन् जस्तो तपाईँलाई महसुस भएको छ भने हामीलाई चाहिँ पक्कै पनि सम्झिनुहुन्छ भन्दै आजको यस भिडियोलाई चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। हस्त नमस्कार।